आइफोनहरूको लागि एप स्टोर र एन्ड्रोइड फोनहरूको लागि गुगल प्ले स्टोरबाट ई-सेवा एप्लिकेसन इन्स्टल गरेर त्यसलाई ओपन गर्नुहोला। नोटिफिकेसनको लागि पर्मिसन मागेको छ, अलाउ गर्नुहोला। केही इन्फर्मेसनहरू सो गरेको छ। यदि तपाईँले पढ्न चाहनुहुन्छ भनेदेखि नेक्स्ट गरेर पढ्न सक्नुहुन्छ, होइन भनेदेखि स्किप गर्दा हुन्छ। लोकेसन एक्सेसको लागि पर्मिसन मागेको छ, अलाउ गर्न चाहनुहुन्छ भनेदेखि अलाउ गर्नुहोला। मैले चाहिँ मेबी लेटर गरेको छु। यहाँनिर मोबाइल नम्बर मागेको छ। कुन नम्बरबाट ई-सेवा अकाउन्ट ओपन गर्न चाहनुहुन्छ आफ्नो मोबाइल नम्बर राख्नुहोला। मोबाइल नम्बर राखिसकेपछि सबमिटमा टच गर्नुहोला। तलपट्टि रजिस्टर भन्ने अप्सन छ, यसमा टच गर्नुहोला। फेरिबाट मोबाइल नम्बर टाइप गर्नुहोला। यहाँ फुल नेम भनेको छ, आफ्नो पुरा नाम टाइप गर्नुहोला। त्यसपछि जेन्डर भनेको छ, आफ्नो जेन्डर मेल फिमेल के हो यहाँबाट सिलेक्ट गर्नुहोला। यति गरिसकेपछि यो बक्समा टिक गरेर तलपट्टि प्रोसिडमा टच गर्नुहोला। एउटा ओटिपी कोड आउनेछ। मेसेज बक्स ओपन गरेर त्यो ओटिपी कोडलाई कपी गर्नुहोला। त्यसपछि यहाँनिर त्यो ओटिपी कोड राखेर भेरिफाई एन्ड सबमिटमा टच गर्नुहोला। नयाँ एमपिन क्रिएट गर्न भनेको छ। 4 डिजिटको नयाँ एमपिन क्रिएट गर्नुहोला। तलपट्टि कन्फर्म न्यू एमपिन भनेको छ, यसमा पनि सेम 4 डिजिटको एमपिन टाइप गर्नुहोला। त्यसपछि यहाँ तल कन्फर्ममा टच गर्नुहोला। यति गरिसकेपछि ई-सेवा अकाउन्ट बनिसकेको छ। अब ई-सेवा अकाउन्टलाई भेरिफाई गर्नुपर्ने हुन्छ। भेरिफाई गर्नको लागि यहाँनिर अपडेट केवाइसीमा टच गरेर यहाँबाट पनि केवाइसी अपडेट गर्न सक्नुहुन्छ, अथवा यसलाई यहाँबाट क्लोज गर्नुहोला। यसमा नेभर आस्क अगेनमा टच गरिदिनुहोस्। माथिपट्टि यो प्रोफाइल आइकनमा टच गर्नुहोला। त्यसपछि तल गेट स्टार्टेडमा टच गरिदिनुहोस्। केवाइसी रिक्वायर्ड भनेको छ, अपडेट केवाइसीमा टच गर्नुहोला। त्यसपछि तल बिगिनमा टच गर्नुहोला। यहाँनिर लोकेसन एक्सेसको लागि पर्मिसन मागेको छ। मैले चाहिँ मेबी लेटरमा टच गरेको छु। यहाँ माथि हेर्नुभयो भनेदेखि 1 of 3 भनेको छ। टोटल 3 स्टेप हुन्छ, जसमध्ये यो चाहिँ पहिलो स्टेप हो। पर्सनल डिटेल्स भनेको छ। यो स्टेपमा आफ्नो व्यक्तिगत डिटेल्स भर्नुपर्ने हुन्छ। कन्ट्री अफ रेजिडेन्स भनेको छ, नेपाल सिलेक्ट भएको छ। तलपट्टि नेसनालिटीमा टच गर्नुहोला। यहाँबाट नेपाली सर्च गरेर नेपाली सिलेक्ट गर्नुहोला। त्यसपछि यहाँ फर्स्ट नेम भनेको छ। फर्स्ट नेम र लास्ट नेम अटोमेटिकल्ली लिइसकेको छ। नाम, थर र मोबाइल नम्बर हामीले पहिले नै फिल गरिसकेका थियौँ। पेजलाई अलिकति स्क्रोल गर्नुहोला। यहाँनिर डेट अफ बर्थ भनेको छ। यहाँबाट सिलेक्टमा टच गरेर बीएस वा एडी सिलेक्ट गर्नुहोला। त्यसपछि यसमा साल, यसमा महिना र यसमा चाहिँ गते टाइप गर्नुहोला। त्यसपछि जेन्डर अटोमेटिक सिलेक्ट भएको छ। पेज अलिकति स्क्रोल गर्नुहोला। यहाँ चाहिँ फ्यामिली इन्फर्मेसन भनेको छ। फादर्स वा हस्बेन्ड्स नेम भनेको छ। त्यसपछि ग्रान्डफादर वा फादर इन ल भनेको छ। फादर्स नेम र ग्रान्डफादर्स नेम भइसकेको छ। मेरिटल स्टेटसमा सिंगल सिलेक्ट भएको छ। यदि मेरिड हुनुहुन्छ भनेदेखि मेरिड सिलेक्ट गर्न सक्नुहुन्छ। पेजलाई अलिकति स्क्रोल गर्नुहोला। यहाँ चाहिँ अकुपेसन भनेको छ। अकुपेसन सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि यसमा टच गर्नुहोला। यहाँबाट कुनै अप्सन सिलेक्ट गर्नुहोला। मैले चाहिँ स्टुडेन्ट सिलेक्ट गरेको छु। त्यसपछि प्यान नम्बर अप्सनल भनेको छ भने राख्दा हुन्छ, छैन भने खाली छोड्दा हुन्छ। इमेल एड्रेस पनि अप्सनल भनेको छ। राख्न चाहनुहुन्छ भने राख्नुहोला, होइन भने खाली छोड्दा पनि भइहाल्छ। सेभ एन्ड कन्टिन्यूमा टच गरिदिनुहोस्। पर्सनल डिटेल्स कन्फर्मेसन भनेको छ। एकपटक सबै डिटेल्स राम्रोसँग चेक गर्नुहोला। सबै ठिकठाक छ भने यो बक्समा टिक गरेर कन्फर्ममा टच गर्नुहोला। फर्स्ट स्टेप कम्प्लिट भइसकेको छ। अब सेकेन्ड स्टेपमा एड्रेस डिटेल्स भनेको छ। करेन्ट एड्रेस डिटेल्स फिलअप गर्नुपर्ने हुन्छ। तपाईको कुन प्रदेश हो यहाँबाट सिलेक्ट गर्नुहोला। त्यसपछि डिस्ट्रिक्ट भनेको छ। यहाँबाट आफ्नो जिल्ला सिलेक्ट गर्नुहोला। जिल्ला सिलेक्ट गरिसकेपछि तपाईको नगरपालिका वा गाउँपालिका के हो यहाँबाट सिलेक्ट गर्नुहोला। त्यसपछि यसमा टोलको नाम टाइप गर्नुहोला। यतापट्टि वडा नम्बर टाइप गर्नुहोला। पेजलाई अलिकति स्क्रोल गर्नुहोला। अब यहाँ चाहिँ पर्मनेन्ट एड्रेस भनेको छ। यदि तपाईको करेन्ट एड्रेस र पर्मनेन्ट एड्रेस सेम हो भनेदेखि सेम एज करेन्ट एड्रेस यसमा टच गर्नुहोला। र यदि तपाईको करेन्ट एड्रेस र पर्मनेन्ट एड्रेस फरक छ भनेदेखि तलपट्टि पर्मनेन्ट एड्रेस पनि फिलअप गर्नुपर्ने हुन्छ। मैले चाहिँ सेम एज करेन्ट एड्रेस गरेको छु। यति गरिसकेपछि तलपट्टि सेभ एन्ड कन्टिन्यूमा टच गर्नुहोला। अब यसमा पनि एड्रेस डिटेल्स कन्फर्मेसन भनेको छ। आफ्नो सबै डिटेल्स राम्रोसँग चेक गर्नुहोला। सब ठिक छ भनेदेखि तलपट्टि कन्फर्ममा टच गर्नुहोला। यति गरिसकेपछि पहिलो स्टेप र दोस्रो स्टेप कम्प्लिट भइसकेको छ। यो चाहिँ अन्तिम स्टेप हो। यो स्टेपमा आफ्नो आइडी डकुमेन्ट र सेल्फी अपलोड गर्नुपर्ने हुन्छ। प्रोफाइल पिक्चरको लागि एउटा सेल्फी लिनुपर्ने हुन्छ। त्यसको लागि यसमा टच गर्नुहोला। तलपट्टि गेट स्टार्टेडमा ट्याप गरेपछि सेल्फी क्यामेरा खुल्नेछ। क्यामेराको फ्रेमभित्र आफ्नो फेसलाई यस्तो प्रकारले मिलाउनु होला। पहिले आफ्नो फेसलाई क्यामेराको फ्रेमभित्र मिलाउनु होला। त्यसपछि टाउकोलाई बिस्तारै सर्कुलर वेमा घुमाउनु होला। त्यसपछि यस्तो खालको ग्रीन टिक लाग्नेछ। गेट स्टार्टेडमा ट्याप गर्नु होला। यसमा व्हाइल युजिङ द एपमा टच गर्नु होला। फेसलाई क्यामेराको फ्रेमभित्र मिलाउनु होला।
फोटो ठिक छ भने सेलेक्टमा टच गर्नु होला। यति गरिसकेपछि फोटो क्याप्चर भइसकेको छ, यहाँनिर सेलेक्टमा टच गर्नु होला। अपलोड डकुमेन्ट भनेको छ, आइडी डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ। डकुमेन्ट सिलेक्ट गर्नको लागि यसमा टच गर्नु होला। सिटिजनशिप, पासपोर्ट, ड्राइभर लाइसेन्स र भोटर आइडी यी मध्ये कुनै पनि डकुमेन्ट सिलेक्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ सिटिजनशिप सिलेक्ट गरेको छु। सिटिजनशिप सिलेक्ट गरिसकेपछि यसमा आफ्नो सिटिजनशिप नम्बर राख्नु होला। सिटिजनशिप नम्बर राखिसकेपछि तलपट्टि इस्यु डेट भनेको छ, सिटिजनशिप इस्यु डेट भन्नुपर्ने हुन्छ। सिलेक्टमा टच गर्नु होला। बीएस वा एडी कुनै एउटा सिलेक्ट गर्नु होला। मैले चाहिँ विक्रम सम्वत सिलेक्ट गरेको छु। यसमा इस्यु डेट भन्नुपर्ने हुन्छ। नागरिकताको पछाडिपट्टि जारी मिति भनेर दिएको हुन्छ, त्यो मिति यसमा राख्नु होला। इस्यु डेट भरिसकेपछि इस्यु एड्रेस भनेको छ, सेलेक्टमा टच गरेर यहाँबाट जिल्ला सिलेक्ट गर्नु होला। तपाईको नागरिकता कुन जिल्लाबाट इस्यु भएको हो त्यो जिल्ला सिलेक्ट गर्नु होला। इस्यु एड्रेस सिलेक्ट गरिसकेपछि यहाँनिर सिटिजनशिप फोटो भनेको छ, नागरिकताको फोटो खिच्नु पर्ने हुन्छ। यहाँनिर सिटिजनशिप फोटो फ्रन्ट भनेको छ र यहाँनिर सिटिजनशिप फोटो ब्याक भनेको छ। अगाडिको र पछाडिको दुवै भागको फोटो खिच्नुपर्ने हुन्छ। नागरिकताको अगाडिको फोटो खिच्नको लागि यसमा टच गर्नु होला। पछाडिको क्यामेरा खुलेको छ, नागरिकताको अगाडिको भाग देखाएर राख्नु होला। नागरिकतामा देखाउने बित्तिकै फोटो क्याप्चर भइसकेको छ, नेक्स्टमा टच गर्नु होला। नागरिकताको अगाडिको फोटो अपलोड भइसकेको छ। तलपट्टि सिटिजनशिप फोटो ब्याक भनेको छ, यसमा टच गर्नु होला। नागरिकताको पछाडिको भाग देखाएर राख्नु होला। नागरिकताको पछाडिको फोटो पनि क्याप्चर भइसकेको छ। तलपट्टि नेक्स्टमा टच गर्नु होला। यहाँनिर डकुमेन्ट भ्यालिडेटेड सक्सेसफुल्ली भनेको छ। अब यति गरिसकेपछि तलपट्टि प्रोसिडमा टच गर्नु होला। यहाँ माथिपट्टि फोटो सो भएको छ र तलपट्टि डकुमेन्ट सो भएको छ। मेरो नागरिकताको अगाडिको र पछाडिको भाग सो भएको छ। तलपट्टि डकुमेन्ट डिटेल्स भनेको छ, आफ्नो डकुमेन्टको डिटेल्स राम्रोसँग चेक गर्नु होला र सबै ठिकठाक छ भनेदेखि सबमिट फर भेरिफिकेसनमा टच गर्नु होला। यो बक्समा टिक गरिदिनु होला। त्यसपछि सबमिट केवाइसीमा टच गर्नु होला। लोकेसनको लागि पर्मिसन मागेको छ, पर्मिसन दिनुपर्ने हुन्छ। त्यसको लागि अन्ली दिस टाइममा टच गरेर पर्मिसन दिँदैछु। अब यहाँ चाहिँ सक्सेसफुली सबमिटेड भनेको छ। यति गरिसकेपछि केवाइसीको लागि रिक्वेस्ट सबमिट भइसकेको छ। केवाइसी रिभ्यूको लागि 2 घण्टासम्म लाग्न सक्छ भनेको छ। केवाइसीको अपडेट हेर्नको लागि तलपट्टि भ्यू केवाइसी स्टेटसमा टच गर्नु होला। यहाँ चाहिँ अहिले पेन्डिङ भनेको छ, अहिले दिउँसोको 2 बजेको छ। अब यो कति बेरमा अप्रुभ हुन्छ, अप्रुभ भइसकेपछि मैले तपाईलाई यसपछिको स्टेप बताउने छु। मेरो केवाइसी भेरिफाई भयो भनेर मेसेज आएको थियो र यहाँनिर ई सेवामा पनि एउटा नोटिफिकेसन आएको छ। मैले त्यसलाई ओपन गर्छु। माथि हेर्न सक्नुहुन्छ, यहाँनिर भेरिफाइड भनेको छ र ग्रीन टिक लागेको छ। यहाँनिर एक्टिभ भनेको छ, अर्थात् मेरो ई सेवा अकाउन्टको केवाइसी भेरिफाई भइसकेको छ। यस्तै गरी तपाईले पनि नयाँ ई सेवा अकाउन्ट बनाएर केवाइसी भेरिफाई गराउन सक्नुहुन्छ। भिडियो मन परेको छ भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अर्को भिडियोमा भेट हुने नै छ। अहिलेलाई भने बिदा दिनुहोस्। जय नेपाल।